गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समिति प्रवक्ता निरज जिम्बाले, गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा प्रवक्ता सन्दीप छेत्रीले, प्रवक्ता जिम्बाले जनमुक्ति मोर्चाको झण्डाले पसिना पुछेको बयानलाई झुटो हो भन्दै पत्रकारहरूलाई उनले खुकुरी र हिमाल भएको झण्डाले कदापि पसिना नपुछेको बताएका छन्। अब विशेष गरी अब यहाँनिर 2-3 दिन अगाडि हाम्रो सन्दीप प्रसाद भाइले सन्दीप छेत्री भाइ गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको अध्यक्ष होला, उहाँले कटाक्ष गरेर कतिपय विषयवस्तुमा मलाई जीएनएलएफ को प्रवक्तालाई, जीएनएलएफ पार्टीलाई कटाक्ष हान्नु भएको रहेछ, मेरो काउन्टर दिनु भएको रहेछ र काउन्टर दिँदै गर्दा उहाँले के भन्नु भएको रहेछ भन्दामा ओपनिङ उहाँको स्टेटमेन्ट ईद का जवाब पत्थर से और 100 सुनार की एक लोहार की। अब भन्नु खोजेको चाहिँ म चाहिँ लोहार हो र निरज जिम्बाले 100टा कुरा गरे र मैले एउटै कुरा गरेर चाहिँ निरज जिम्बाको र जीएनएलएफ पार्टीको कुराहरू चाहिँ वक्तव्यहरू चाहिँ तर्कहरू चाहिँ तहस नहस गर्दै भनेको उनले मलाई सटाएर हानेको। यसमा मलाई भन्नु केही पनि छैन। म भन्न चाहन्छु हो गोर्खाल्यान्ड आन्दोलनको हामी सुनारहरू हो, किनभने गोर्खाल्यान्ड एउटा गाँडधन, एउटा जटिल विषयवस्तु, एउटा धन हो, एउटा ट्रेजर हो, बहुमूल्य वस्तु हो र त्यो बहुमूल्य वस्तुलाई चाहिँ लोहारले होइन सुनारले खाली आकार दिनु सक्छ, शेप दिनु सक्छ, सठिक ढंग ज्वेलरी हो नि त। यो चाहिँ हतोला चलाएर बिगाड्ने लोहारले मन परिगरे अब बिगाड्यो नि त यिनीहरूले। र म चाहिँ गोर्खा जनमुक्ति मोर्चाको एडभोकेट हो। निरज तामाङ जस्तो मेरोमा ल डिग्री छैन। निरज तामाङले लयरहरूलाई लंकार्दै थियो एडभोकेटलाई, तर म गोर्खा जनमुक्ति मोर्चाको राम्रो वकालत गर्छु भाइले भन्दै थियो। राम्रो, मैले भाइलाई फेसबुकमा बधाई पनि देख्छु कि भाइले गोर्खाल्यान्डको गीत गाउँछ, त्यसमा मैले बधाई पनि देख्छु, त्यो राम्रो कुरो हो। गोर्खाल्यान्डको गीत गाउने मान्छे विमल गुरुङको एडभोकेट त्यो चाहिँ मिलेन। तिमी त गोर्खाल्यान्डको अधिवक्ता हुनुपर्छ। पार्टी त आज छ भोलि छैन, तर तिमीले चाहिँ अधिवक्तै गर्नु इच्छा छ, एडभोकेसी नै गर्नु छ भने चाहिँ केवल गोर्खाल्यान्डको गर्नु। तिमीले गोर्खाल्यान्डको लागि अधिवक्ता एडभोकेसी गरेको भए आज म तिम्रो कुराहरूको प्रतिक्रिया दिने थिइन। तर तिमीले एउटा पार्टीको जसले फर्जी गोर्खाल्यान्डको आन्दोलन चलायो त्यो पार्टीको वकालती गर्दा चाहिँ आज म यहाँ आएर तिमीलाई काउन्टर दिँदैछु। काउन्टर किन सेन्समा? 1 नम्बर भन्यौ तिमीले फेडरेसन अफ स्मलर स्टेटले 2019 मा गोर्खाल्यान्ड हुन्छ भनेर भन्दै थियो उसले। यहाँ हेर्नुहोस्, भाइलाई अलिकति अब अधिवक्ता त त्यो पढेर भएको नपढेर भएको त्यो त सबैलाई थाहै छ। अब तरंगा कमल पण्डित एमए एलएलएम लन्डनमा पनि त्यो एलएलएम गर्दा फर्स्ट क्लास फर्स्ट भएको मान्छे तरंगा कमल पण्डित, उहाँले आएर अगर यो कतिवटा कुराहरूमा स्पष्टीकरण दिएको भए त्यसलाई अब काट्नु मिल्थ्यो। तर अब यो भाइले भनेको कुराहरूलाई त्यति सिरियसली नलिने, मैले त त्यति सिरियसली लिने पनि थिइनँ। किनभने राजनीतिमा के छ, आप्पाले भन्थ्यो फिस्टालाई मान्नु चाहिँ तोप चाहिँदैन, फिस्टालाई त क्याटिस भइहाल्छ। तर जीएनएलएफ पार्टीमा यसो खोज्दा त जीएनएलएफ पार्टीमा त फेरि क्याटिसै छैन। सबै भयंकर जीएनएलएफ को कार्यकर्ताहरू सत्य र इमानमा छ। अब महाकाल बाबाको पार्टी, महाकाल बाबाको थानमा जन्मेको पार्टीमा चाहिँ क्याटिस छैन, सबै तोपगाडी छ। अब सन्दीप लिम्बुलाई बोलाउ भने त्यो पनि तोप हो, वाइलामालाई बोलाउ भने त्यो पनि तोप हो, अब संजोगहरू जीएनएलएफ उनीहरू तोप हो। र तोपै ल्याउनु, मै तोप आइदिएर अब यो काउन्टर 1 नम्बर फेडरेसन अफ स्मलर स्टेट्स ले गोर्खाल्यान्ड 2019 मा हुन्छ भन्नु चाहिँ त्यो के हो? फेडरेसन चाहिँ के? व्हाट इज फेडरेसन अफ स्मलर स्टेट्स? के हो यो? त्यो त गोर्खा जनमुक्तिले भनेको चाहिँ आजै ठूलो कुरा होला, तर यो फेडरेसनले भनेको चाहिँ त्यसको कुनै क्रेडेन्सै छैन, क्रेडिबिलिटी छैन। यो के गभर्नमेन्ट एजेन्सी हो? गभर्नमेन्टले कन्स्टिट्युट गरेको कमिटी हो या कमिसन हो? या यो होम मिनिस्टरको कुनै एजेन्सी हो या प्राइम मिनिस्टरको कुनै एजेन्सी हो? न त यो गभर्नमेन्टको एजेन्सी हो, न त यो गभर्नमेन्टको डिपार्टमेन्ट हो। यो फेडरेसन भनेको त सानो राज्य नभएको ग्रुप बनाएर, त्यो मेजर पोलिटिकल पार्टीजहरू छैन यसमा। सानो ग्रुप बनेर उहिलेदेखि आप्पाको टाइमदेखि घुमिहिँडेको छ यिनीहरू, देउसी खेल्दै जग्गामा। तर अहिले ठिक यो समयमा आएर यिनीहरूले गोर्खाल्यान्ड हुन्छ भन्नु चाहिँ यहाँनिर अब दिल्लीतिर गएर अस्ति मुम्बईतिर मिटिङ भएको थियो, त्यो के भएको छ
यसमा सिरियसली लिने युनियन होम मिनिस्ट्रीले अथवा प्राइम मिनिस्टर्स अफिसले भनेको भए चाहिँ त्यो पत्याउन सक्ने कुरो हो। खै यिनीहरूको डिसेम्बर 2016 मा एउटा कमिटी गठन गर्छ भनेर रोशन गिरीले स्टेटमेन्ट दिएको थियो प्रधानमन्त्री होम मिनिस्टरलाई भेटेर, कमिटी बनेन त। प्रश्न चिन्ह त त्यहाँ छ त, वेयर इज द कमिटी फर गोर्खाल्यान्ड? आज नगरपालिका जस्तो सानो चुनावमा पनि वार्ड वार्ड गोर्खाल्यान्ड भट्टाउनु किन पर्यो? किनभने गोर्खा जनमुक्ति मोर्चाको धरातल खस्केर गयो। गोर्खा जनमुक्ति मोर्चाले यो पवित्र मागलाई एउटा बेगिङ बोल बनायो, मागी खाने भाँडो बनायो। आज जग्गा जग्गा गएर पैसा बाँच्दै गोर्खाल्यान्डको लागि भोट देऊ भन्नु यो त सुहाएन नि त। राष्ट्रिय अध्यक्षलाई एनडीए को मिटिङमा मैले गोर्खाल्यान्डको आवाज उठाउने भन्ने मान्छेलाई चाहिँ वार्ड वार्ड घुमेर गोर्खाल्यान्डको नाममा जीएनएलएफले बनाएको बोर्डहरू बनाएको, दार्जिलिङ म्युनिसिपालिटी ग्रेड डी बाट ग्रेड ए बनाउने जीएनएलएफ पार्टी हो। तर जीएनएलएफ पार्टीले कहिले पनि गोर्खाल्यान्डलाई म्युनिसिपालिटी चुनावमा हामीले मुद्दा बनाएनौं। 1 नम्बर। 2 नम्बर, त्यो भाइले के भनेको छ भन्नेमा विमल गुरुङज्यूको म चेला हो, विमल गुरुङज्यूको म चेला हो, मेरोमा शिष्टाचार छ, मेरोमा कल्चर छ, म अरू पार्टीको झण्डालाई इज्जत गर्छु। निरज जिम्बाले चाहिँ हाम्रो झण्डाकोले पसिना पनि पुस्यो, सिंगान पनि पुस्यो भन्दैछ, त्यो सरासर गलत हो। जुन गुरु, त्यो सन्दीप छेत्री भाइको जुन गुरुको उले कुरा गर्दैछ विमलज्यू, त्यो उसको गुरुको गुरु चाहिँ हाम्रो गुरु पनि हो। विमल गुरुङको गुरु सुभाष घिसिङकै हो। पाहाडमा जति पनि अब ठुल्ठुलो नेताहरूको गुरु नै सुभाष घिसिङ हो। राजनीतिक गुरु, फादर अफ द गोर्खा चाहिँ सुभाष घिसिङ हो। यसै कारण उसको स्कुलमा पढेको हुनाले 4 क्लास पढेको मान्छेले पनि आज राष्ट्रिय स्तरको नेता भनेर दिल्लीसम्म गोर्खाल्यान्डको आवाज पुर्याउनु सक्यो। अरू स्कुल पढेको भए, गोर्खा लिग पढेको भए है, अरू स्कुलहरू पढेको भए चाहिँ त्यो उसको गुरु चाहिँ त्यहाँसम्म पुग्थेन। र झण्डाको विषयमा मैले चाहिँ पसिना पुसेको हो, तर त्यो गोर्खा जनमुक्ति मोर्चाको झण्डाले पसिना पुसेको होइन। गोर्खा जनमुक्ति मोर्चाको 7 अक्टोबर 2007 मा जन्मेको झण्डामा खुकुरी छ, हिमाल छ र सूर्य छ। त्यो झण्डालाई त म सम्मान गर्छु नि, त्यो झण्डालाई त मैले सम्मान गरेको। मैले उले भाइले देखाउँदै थियो, फेरि हरियो झण्डा देखाउँदै थियो, खुसी लाग्यो। त्यो भाइको बाबुआमाले सिरानीमा दरजभित्र राखेको झण्डा लिएर आएछ। कुनै दिन कथङ्काल आकाश खस्दा चाहिँ यो झण्डाले बचाउँदा भनेर बिचारा भाइको सन्दीप भाइको बाबुआमाले सिरानी मुनि राखेको झण्डा निकालेर ल्याएछ। त्यसरी राख्नुपर्छ त्यो भाइले, किनभने भोलिको दिनमा यो जातिको धरातल खस्दा बचाउने केवल हरियो झण्डा मात्र हुन्छ। धन्यवाद छ भाइलाई। आज गोर्खा जनमुक्ति मोर्चाको भाइहरूले झण्डा समात्नु थाले, भोलि विमलज्यूले पनि त्यो झण्डा उठाउँछ, उसको सिरानीमा पनि छ त्यो झण्डा। र त्यो झण्डाले भाइ मैले सिंगान पुसेको होइन, पसिना पनि पुसेको होइन। मैले पसिना पुसेको चाहिँ यो रुमालले पुसेको त। रुमाल यो तिम्रो बुबुको नक्सा भएको यो जादुवाला झण्डा जस्तो छ नि, यता फर्कायो बुबु, उता फर्कायो बुबु। यस्तो पनि राजनीतिक पार्टीको झण्डा हुन्छ? त्यो झण्डालाई त मेरो इज्जत छ। यो व्यक्ति भएको झण्डा चाहिँ कसरी जन्मियो? यो त व्यक्तिको प्राइभेट लिमिटेड कम्पनी होइन नि त, होइन? बिमलाले, प्रमिला शर्माले खुन दिएको पार्टी, अकबर लामाले खुनले दिएको पार्टी, बिमला खवास मरेको पार्टी, यो व्यक्तिको प्राइभेट लिमिटेड गुरुङ एन्ड कम्पनीको झण्डालाई चाहिँ मैले पसिना चाहिँ पुसेको थिएँ। त्यो अर्को कुरा, त्यो भाइले यहाँ मचाई जहिले पनि भन्छ 1-2वटा पेपरहरू जम्मा गरेको छ, मेरैबाट सिकेको त्यो भाइले, एकदम राम्रो, भेरी गुड। मेरैबाट सिकेर मेरो डिग्रीहरू देखाउँदै थियो, आई एम एन एडभोकेट भनेर मेरो डिग्रीहरू, मेरो पुरा बायोडाटा सर्च गरेको रहेछ। अब 1-2 दिनमा त्यो भाइ चाहिँ डाक्टर सन्दीप छेत्री पनि हुन सक्छ। अब म माथि त्यस्तो रिसर्च गर्दै रहेछ, थिसिस बुझाउनु निरज जिम्बामाथि डक्टरेट हुन सक्छ। र त्यो भाइले आजै भन्दै थियो सुभाष घिसिङले गोर्खाल्यान्ड आन्दोलन ड्रप गर्यो। अब गोर्खाल्यान्ड आन्दोलन र त्यो भाइ त अब कहाँ थियो, गर्भमा थियो कि अब थियो थिएन, उलाई त्यति अनुभव पनि छैन, ज्ञान पनि छैन, उले पढेको पनि छैन। गोर्खाल्यान्ड आन्दोलन 88 मा सुभाष घिसिङले ड्रप किन गर्यो त्यो परिपेक्ष त बुझ्नुपर्छ। 86-88 मा भारतको स्थिति कस्तो थियो? सुभाष घिसिङले नेशनल इन्ट्रेस्टमा, राष्ट्रको लागि
राष्ट्रको हितको लागि आफ्नो जाति बचाउनुको लागि चाहिँ गोर्खाल्यान्ड आन्दोलन ड्रप गरेको। ड्रप भनेको थाँतीमा राखेको मात्र हो। आज गोर्खाल्यान्ड आन्दोलन ड्रप गर्यो भने त फेरि विमल गुरुङले कसरी गएर दिल्लीमा गोर्खाल्यान्ड आन्दोलन उठाउँदैछ? जीएनएलएफले पनि 3वटा तारामा एउटा तारा गोर्खाल्यान्ड हो भने कसरी भन्दैछ? गोर्खाको इच्छा आकांक्षा कुनै एउटा एग्रिमेन्ट र एउटा एमओएसले ड्रप हुनु सक्दैन। बुझ्नु भएन? ड्रप हुनु सक्दैन। 6 शेड्युलको फुल एन्ड फाइनल सेटलमेन्ट भनेर पक्का हो। 6 शेड्युलको मात्र फुल एन्ड फाइनल सेटलमेन्ट हो। 6 शेड्युल माथि अर्को सेटलमेन्ट हुँदैन, 2टा सेटलमेन्ट हुँदैन, त्यो फुल एन्ड फाइनल सेटलमेन्ट हो। तर गोर्खाल्यान्ड भनेर त्यो 6 शेड्युलमा लेखेको छैन नि त। गोर्खाल्यान्डको लागि फुल एन्ड फाइनल सेटलमेन्ट हो। तर भाइले पढ्दैछ, अर्काको जिउमा भैँसी हिँडेको देख्यो, आफ्नो जिउमा जुम्रा हिँडेको देखेको छैन नि। भाइले यो पनि पढ न भाइ। मेमोरेन्डम अफ एग्रिमेन्टमा विमल गुरुङज्यूले रोशन गिरीलाई साइन गर्नु लगाएको एग्रिमेन्टमा चाहिँ के लेखेको छ? क्लज 2 नम्बर क्लजमा क्लियरली लेखेको छ, whereas the government of India and the government of West Bengal have repeatedly emphasized the need of keeping this region as an integral part of West Bengal भन्दैछ। भारत सरकार र बंगाल सरकारले बारम्बार जोड दिएर यसलाई चाहिँ यो भूभाग भनेको गोर्खाको क्षेत्रलाई चाहिँ बंगालको आवश्यक अभिन्न अंग राख्नुपर्छ भनेर जोड दियो भनेर 2 नम्बरमा लेखेको छ। त्यही 2 नम्बर एग्रिमेन्ट, यो एग्रिमेन्टमा पछाडि गोर्खा जनमुक्ति मोर्चाले सहमति दिएर हस्ताक्षर गरेको छ। हस्ताक्षर गरेको भनेको मान्नु हो। बंगालले यो एग्रिमेन्ट मानेन भनेर यिनीहरू सुप्रिम कोर्ट गएको छ। सुप्रिम कोर्टमा गएर यो एग्रिमेन्ट लागू गर भन्दैछ। उनीहरूले गल्ती गरेको छ। सुभाष घिसिङले ड्रप खाली गरेको छ। फुल एन्ड फाइनल सेटलमेन्ट गोर्खाल्यान्डको 6 शेड्युलको, तर यिनीहरूले त मानेको छ यो बंगालको आवश्यक अभिन्न अंग हो भनेर। र यो कुरामा स्टडी गर्नुपर्छ। यसै कारण अब आधा कल्चर लयरले त बुझ्दैन नि त, एडभोकेटले। यो त इन्टरप्रिटेसनको कुरा, व्याख्यानको कुरा। यसै कारण झन्डा झाँक्रीहरू छ त्यहाँनिर। एलएलएम लन्डनबाट गर्ने एलएलएम गर्नेहरू छ, एमए एलएलएम उनीहरू छ। उनीहरूलाई बोलाएर यसको स्पष्टीकरण दिनु सक्दैन, किनभने लको पोइन्ट हो। अब यो सब कुराहरू छ। अब भाइले अरू के भनेको थियो? यही कुरोहरू भनेको थियो भाइले। अब यस्तै छ। के चाहिँ झण्डालाई अब इज्जत गर्ने। 2007 मा भाइहरूले इज्जत गरेको थियो कि थिएन? 2007 मा भाइहरूले डरलाग्दो इज्जत गरेको नि। अब उसको शिष्टाचारको कुरा गर्छ। शिष्टाचार उसको हेडमास्टरले उसलाई के सिकाएको थियो? उसको हेडमास्टरले जिउँदै मान्छेको घेवा खानु भनेर पनि सिकाएको थियो है। मरेको कसैको लास पाहाडमा आउनु नदिनु, आमाको लास नदिनु, यो पनि सिकाएको थियो। अहिले उले भनेको कुरा नसुन्दा मोसो दल्दिनु भनेर पनि सिकाएको थियो हैन। झण्डा च्यात्नु, मान्छे मार्नु। आज है भाइको गुरुको त नाम छ, सीबीआईले चार्जसिट गरेको छ कसैको मर्डर केसमा। गोर्खाल्यान्डको सबभन्दा प्रबल आवाज सुभाष घिसिङ पछि पहाडमा गोर्खाल्यान्डको सबैभन्दा ठूलो आवाजलाई प्लान्टर्स क्लबमा मरेको नाममा त भाइको गुरुको नाम पनि चार्जसिटमा देख्छ। मैले दिएको होइन, सीबीआईले दिएको। सीबीआईले फेरि तल 3 पाने तानेर त दिएको होइन। र भाइले अलिकति बुझ्ने, स्टडी गर्ने, गीत गाउने, एडभोकेट हुने, तर गोर्खाल्यान्डको कुनै पार्टीको होइन, तर अर्कोको पार्टीलाई गाली गर्नु अगाडि चाहिँ पुरा स्टडी हुनुपर्छ। किनभने म चाहिँ हरियो झण्डाको भक्त र विमल गुरुङ 4 क्लास पढेर छोडेको, तर मैले चाहिँ त्यही गुरुको अन्डरमा, विमल गुरुङ चाहिँ 4 क्लास पढेर छोड्यो, त्यही गुरुको अन्डरमा अन्तिम साससम्म ह्याप्याक हुँदा पनि उसँग साथ दिने चाहिँ म। र ऊ चाहिँ इन्कम्प्लिट पढेर